हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। अनि आज चाहिँ म तपाईँहरूलाई म के गर्छु भन्न सबै देखाउँछु। मेरो रुम चाहिँ एकदम मेस्सी भइरहेको थियो। अनि त्यस पछाडि चाहिँ मैले सबै के भन्छ सबै सिनेका पार्न थालेँ। अनि बिस्तारै बिस्तारै सबै त्यो गर्न थालेँ। अनि मेरो त्यो अनि म चाहिँ एकछिन नाटक देखाउन थालेँ हवाई हवाई भन्दै। हिजो चाहिँ लास्टै गर्मी भएको थियो। अनि त्यस पछाडि इन्भर्टर पनि चार्ज भएन। अनि त्यस पछाडि त्यस्तो त्यस्तो भएर गर्मी भएर मैले त्यो झिकेको थिएँ। अनि अब मैले यहाँ सबै सामान निकालेँ त्यहाँनिर मेरो उसमा भएको। अनि त्यस पछाडि त्यो सबै सामान निकालिसकेपछि त्यहाँ पुस्नुपर्ने थियो, धुलै धुलो भएको थियो। अनि त्यो पुस्नुपर्ने थियो। अनि मैले पुस्नको लागि भनेर सबै सामान निकालेँ, गएर पुस्ने पनि ल्याएँ। अनि त्यो माथि पनि धुलै धुलो भएको थियो, त्यो मेकअप राख्नेमा पनि। अनि त्यो पनि निकालेर गरेँ, पुसेँ। अनि त्यस पछाडि त्यो पनि पुस्न थालेँ, सबै सफा गर्न थालेँ मैले बिस्तारै बिस्तारै। अनि बिस्तारै बिस्तारै सफा गर्दै गएँ। त्यो सिसाहरू पनि मजाले पुसेँ। सुरुमा चाहिँ म बेडसिट मिलाउँछु भन्दै थिएँ। अनि फेरि मलाई त्यो यस्तो हेरेँ झट्ट, अनि कस्तो फोहोर फोहोर चाहिँ। अनि यो चाहिँ मेरो गिफ्ट थियो, साथीले त्यत्तिकै अब दिएको थियो। अनि त्यस पछाडि मैले त्यसलाई गरेर दिएको, त्यसमा फुलहरू त्यो छ। अनि त्यसरी यो पनि मेरो गिफ्ट नै हो, साथीहरूले नै दिएको। त्यस पछाडि त्यसलाई पनि मैले यस पहिला पहिलाको हो यो गिफ्टहरू चाहिँ, त्यही पनि मैले राखिरहेको छु। यो बुकेहरू चाहिँ मैले आफै बनाएको। म बुकेहरू पनि यसो बनाउँछु ओर्छु नि त। मलाई चाहिँ रुगा लागिरहेछ। अनि यसो भोइस ओभर गर्न पनि गाह्रो भइरहेछ। अनि मैले चाहिँ सबै त्यो मिलाएँ, त्यो मिलाएर राखेँ त्यो बुकेहरू। तपाईँहरूलाई बुके चाहिएको छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ। मेरो आइडी, मेरो बिजनेस अकाउन्ट पनि छुट्टै छ। अनि बिस्तारै बिस्तारै गरेर सबै सामानहरू राखेँ। मेरो चाहिँ हेर्नु न, त्यहाँ पानी पोखेर फेरि। अनि यता प्लान्टमा पनि मैले मजाले गरेँ, प्लान्टहरू पनि सफा गरेँ। अब त्यो बिना त्यहाँ पानी पोखेर मैले हिजो भर्खर लगाएको थिएँ क्या यो तन्ना चाहिँ। अनि त्यही भएर मैले निकालिनँ, सुकिहाल्छ भनेर। अनि मलाई चाहिँ यस्तरी रोल गरेर यो ब्ल्याङ्केट यसरी राख्न चाहिँ मलाई राम्रो लाग्छ। अनि म एक्लै सुत्ने भएकोले मेरो रुममा चाहिँ एउटा मात्र सिरानी छ क्या, मलाई धेरै राख्न मन लाग्दैन। अनि म चाहिँ यतापट्टि, अनि फेरि यतापट्टि भाँडा राख्ने ऱ्याक के भन्छ ऱ्याक सफा गर्न थालेँ। ऱ्याकमा चाहिँ एउटा सिसी छैन। अनि त्यसमा चाहिँ मेरो यत्तिको लुक भइसक्यो। अनि यसरी नै बनाएँ। त्यहाँ चाहिँ दाग लागिरहेछ, यसरी नै मैले सफा गरिसकेँ। त्यस पछाडि मैले बरालेको ओरेको पनि थियो, त्यो चाहिँ मेरो मोबाइलमा क्लिप नै भएनछ, क्याप्चरै भएनछ। अनि मैले चाहिँ पोछा लगाएको मात्र छ। अनि मैले चाहिँ पोछा लगाएँ। पोछा लगाइसकेपछि चाहिँ म यत्तिकै अनि पोछासोछा लगाएँ ओरेँ, पोछासोछा लगाएँ। आजलाई यति नै, फेरि भेटौँला अर्को नेक्स्ट ब्लगमा। बाई बाई।